मोबाइलमा इनकमिङ कलको घन्टी बज्ने बित्तिकै अमरले आफ्नो पकेटबाट मोबाइल फोन निकाल्यो। मोबाइलमा नम्बर हेर्दा सुप्रियाको कल भएको थाहा भयो। अमरले फोन उठाई हेलो भन्दै गर्दा उताबाट जवाफ आयो, ए हेलोका साथी, आज कहाँ छौ? कलेज किन आएनौ? अमर त कलेज पनि आफ्नो घरको यादले भुलिसकेको थियो। कलेज शब्द सुन्ने बित्तिकै कलेज याद आयो। म कलेज पढ्छु भन्ने याद पनि आयो र सुप्रियालाई सम्झाउँदै मिठो आवाजमा भन्यो, ए हो त नि यार, म आज कलेज नै आएको होइन। म आज कलेज नै आएन है। म त कस्तो भुसुक्कै बिर्सेको भने। आज मेरो कतै अन्त्य काम पर्यो, त्यसैले आउन पाइनँ। भोलि त पक्का कलेज आइहाल्छु है। अमरको कुराले सुप्रियालाई अनौठो लाग्यो। यस्तो कुरा त यसले कहिल्यै पनि गर्दैनथ्यो। आज अचानक किन यसरी बोलिरहेको छ? आज निकै खुसी पनि देखिन्छ। पक्कै पनि अब यसलाई म मन पर्न थाले जस्तो छ। थ्याङ्क्स गड। मनै उनले भगवानलाई धन्यवाद दिइन् र भनिन्, आज त निकै खुसी देखिन्छस् यार। मेरो प्रस्ताव तिमीलाई मन परे जस्तो छ। ए साँच्चै तिमीलाई म मेरो घर यानि कि तिम्रो हुनेवाला ससुराल पनि घुमाउँछु। मैले त आज कलेज आएनौ, कुनै दुख पीडा पो पर्यो कि भनेर सोचेको। त्यसैले मैले तिमीलाई फोन गरेको थिएँ। तिम्रो आवाजबाट मैले थाहा पाइसकेँ तिमी धेरै खुसी छौ। ल अब फोन राख्छौँ ल। सुप्रियामा विवाहको भूत चढेको थियो। ऊ जसरी पनि छिटोभन्दा छिटो अमरलाई मनाएर अमरसँग विवाह गर्ने पक्षमा थिइन्। तर अमर आफ्नो परिस्थितिको कारणले गर्दा विवाह गर्ने पक्षमा थिएन। अमरले सुप्रियालाई ल भोलि कलेजमा भेटौँला भनेर फोन राखिदियो। बेलुकी अफिस टाइम, कम्पनीको कार्य समय सकिएपछि प्रकाश अमरलाई भेट्न आयो। उसले अमरलाई भेटेर घरमा अहिले फोन लगाई भेट्न सक्ने कुरा बतायो र घरमा फोन लगाउन भन्यो। घरमा फोन लगाउने बित्तिकै फोन रिसिभ भइहाल्यो। प्रकाशले घरमा भिडियो कल गरेको थियो। प्रकाशको कल रिसिभ गर्ने अरू कोही नभएर प्रकाशकै बुढी माइली थिइन्। माइलीले प्रकाशलाई सोधिन्, बुढा, आज हाम्रो फोनले बिना रिचार्ज काम गर्यो नि? रिचार्ज त तपाईँले भोलि गर्ने भनेको होइन र? प्रकाशले आफ्नी बुढीलाई हाँस्दै भने, हो र बुढी। हेर बुढी, कहिलेकाहीँ धेरैचोटि धेरै प्रयास गर्दा पनि पुरा गर्न नसकेको काम आफसे आप हुन्छ भने त्यसलाई चमत्कार, अनहोनी, भगवानको लीला के हो, के भन्छन्, त्यही भयो। र त्यसै चमत्कारले मैले कसैलाई भेटेँ। उसैले तिम्रो मोबाइलमा रिचार्ज गरिदिएको हो। अनुमान लाउन सक्छौ त्यो को होला? माइलीले सोच्नै सकिन त्यो को हो भने र प्रति प्रश्न गर्दै सोधिन्, मलाई के थाहा तपाईँलाई को पो भेटियो? साँच्चै रिचार्ज गरिदिने त्यस्तो दाता को रहेछन्? जान्न पाए खुसी हुन्थे बुढा। प्रकाशले खुसी हुँदै भने, त्यो त म तिमीलाई पछि बताउँला बुढी। बरु तिमी छिटो यो मोबाइल लिएर गोरे दाइकोमा जाऊ ल। गोरे दाइकोमा जाऊ भनेर प्रकाशले भन्दा माइलीले यो सोच्न बाध्य बनायो कि अमर भेटियो क्यारे। अमर नभेटिए पनि अमरको खबर मेरो बुढाले थाहा पायो। त्यही कुरा बताउन मलाई गोरे दाइकोमा जाऊ भन्दैछन्। प्रसन्न मुद्रामा माइलीले भनिन्,
मेरो प्यारो बुढा। मैले थाहा पाइसकेँ मैले गोरे दाइकोमा किन जाने। अनि मेरो मोबाइलमा रिचार्ज गरिदिने मान्छे पनि चिनिहाले। ल मलाई त्यो मान्छेको दर्शन गराउन। कत्तिका वर्षदेखि मैले त्यसलाई देख्न पाएको छैन। यदि आज म देख्न पाउँछु भने मेरा आँखा पवित्र हुनेछन्। यदि आवाज सुन्न पायो भने मेरो कान पनि पवित्र हुनेछन्। मेरो अहोभाग्य हुनेछ। छिटो मलाई दर्शन गराउनुहोस् न बिन्ती बुढा। प्रकाशले भाप खुदै भन्यो, हुन्थ्यो बुढी, तर सबैभन्दा पहिला यो आफ्नै आमा बुवाको दर्शन गर्छु भन्दैछ। आफ्ना आमा बुवाको दर्शन गरेपछि मात्र अर्को दर्शन गर्ने भन्दैछ। ल तिमी बढी जिद्दी नगर, फटाफट जाऊ। माइली गोरी दाइको घरमा जाँदै गर्दा कुरा पनि गर्दै थिइन् र भनिन्, ए त्यसो पो ल म उनको घरमा पुग्नै लागे। हिँड्दै मोबाइलमा आँखा लाएमा लड्ने डर पनि हुन्छ। म त्यसको मुहार पनि पछि हेरौँले। पहिले त्यसका आमा बुवालाई त्यससँग प्रत्यक्ष नभए पनि मोबाइलमै भए पनि मोबाइलबाटै भए पनि भेट गराइदिनु पर्यो। मलाई अमरसँग भेट्न यति आतुरी छ भने त्यसका आमा बुवालाई झन् कति होला, कति होला। म सजिलै बुझ्न सक्छु। अचानक मोबाइलबाट सिग्नल हराएछ र फोन काटिएछ।